वेलकम टु न्यू ब्लग डेली ब्लग गाइज। फाइनली आज चाहिँ तिहार हो गाइज। कस्तो हुन्छ हाम्रो तिहार हेरिदिनु होला, सपोर्ट गरिदिनु होला गाइज। हाम्रो तिहार चाहिँ त्यही हो गाइज। बिहान दिउँसो 1-2 बजे मैले भिडियो बनाइरहेको छु गाइज। ट्याक्कै हेरिदिनु होला, सपोर्ट गरिदिनु होला गाइज। त्यही हो। क्या गर्यो? रमाइलो गऱ्यौँ। क्या खसी ल्यायौँ, ठुलो खसी ल्यायौँ। हामीले 10,000 हालिकन ठुलो खसी ल्यायौँ, काट्यौँ, खायौँ, पियौँ। हावैका दाजुभाइ सब खेलिएर रमाइलो गऱ्यौँ। राम्रो गऱ्यौँ त। खाना छौँ, पुरीको साबी राखेको छ, त्यति खाऊ। गाइज हाम्रो चाहिँ यही बाख्रो काटेको हो। यही बाख्रो अस्ति उसको दिन चाहिँ यही बाख्रो काटेको चाहिँ म माइजूको घर गइरहेको छु आज चाहिँ साइकलमा। म टाटा खान गाइज। टाटा दिन्छन् कि नै थाहा छैन। माइजूकी छोरी चाहिँ उति हुन्, भारी बोकिरहेछन्। मेरो घरदेखि मासु ल्याएर आइन्। आज चाहिँ हामीले मासु काट्यौँ गाइज। फाइनल्ली उकालो छ, यही हो गाइज। पोरीतिर जाँला गाइज। हेलो गाइज, आज चाहिँ हाम्रो घरमा टाटे साटे खसी ससी सब काटेर पकाइसक्यो। म चाहिँ मामाको घर जान लागेको छु अहिले चाहिँ गाइज। फाइनल्ली साइकलमा गाइज। साइकल पहिला चाहिँ बिग्रिएको थियो, अहिले चाहिँ सबडी बनाइसके हम। अब चाहिँ गाइज म मामा घर जान्छु। ट्याक्कै उ त्यहाँ चाहिँ बहिनी आइरहेछ, त्यसले चाहिँ मासु ल्याएर आइरहेछ। आज चाहिँ गाइज हाम्रो घरमा ऊ खसी काटे गाइज। खसी काट्दाखेरि अलि मासु गरे अनि 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 त्यही हो गाइज। अनि यी चाहिँ मेरी बहिनी हुन्, देउदै बहिनी। हेर्नु गाइज, सेलहरू टाटेहरू सब छन्। अनि उनी खसी नि काटे। आज भिडियो हेर्नु होला गाइज, कस्तो लाग्छ खसी काटेको। कति चाँडो काटेछन् गाइज। म चाहिँ स्कुल गएको थिएँ, त्यही कारण थाहै पाएन। अब चाहिँ हामी कहाँ जाने गरे? कसको घर? म कन टाटे हाटे दिने हो कि हो? अब चाहिँ गाइज मामाको घर चाहिँ उ त्यहाँनिर हो, म देखाउँछु। उ त्यहाँ त्यो टोडेलमा हो, त्यो उताको टोडेलमा हो गाइज। उताको टोडेल हो, त्यही हो गाइज। उ त्यही हो गाइज, त्यही हो। अब चाहिँ म साइकलमा जान्छु। बाई बाई, टाटा।